यो चाहिँ मेरो 3टा तिते करेला छ दिदीले दिनुभएको। अनि यो चाहिँ हाम्रो मैले घरमै उमारेको डल्ले खुर्सानी हो, रिपोर्टिङ गरेको मैले। अनि यो चाहिँ कुरिलोको बिरुवा उम्रेको, यस्तो सोपको साग जस्तो छ, हुन्छ कि हुँदैन थाहा छैन। अनि यो मसिनो डल्ले चाहिँ नेक्स्ट इयरको लागि हो। आजको मेरो काम यो डल्लेहरू। यो तलको ठुलो गमनको पुरानो डल्ले चाहिँ 2-3 वर्ष पुरानो डल्ले हो। अलिअलि आउँदैछ, भर्खर पलाउँदैछ। यो रुख टमाटर भयो 2टा। अनि यो माथिको सानोको चाहिँ डल्लेको बिरुवा हो, नेक्स्ट इयरको लागि रेडी भयो। अलिकति ठुलो गमलामा सारेको छु। अब एक महिना पछाडि फेरि अलिक ठुलो गमलामा सार्नुपर्ने हुन्छ। आजको नाइट ड्युटी गरेर आएपछिको मेरो काम यति हो। ल।